मजाले आएको छ है। ब्युटिफुल नजारा यस्तो मजा देखिरहेछ है। के हो एकदम कत्रो कत्रो भइसक्यो। ए मकै पाके मटर त मजाले फल्यो। सबैजनालाई स्वागत छ फेरि पनि मेरो नयाँ ब्लगमा। र अहिले भने चाहिँ मर्निङ भइसकेको छ है। म चाहिँ अब यहाँनिर नानीलाई रेडी बनाएर ठुलो चाहिँ नानी स्कुल गयो, सानोलाई चाहिँ रेडी बनाइदिइराखेको छु। अब चाहिँ नानी पनि जान्छ है। र आज दिनभरिको ब्लगिङमा के हुनेछ हेर्दै गर्नुहोस् होला। कन्टिन्यू पनि रेडी भइसक्यो। खै गुड मर्निङ भनिदिनुहोस् न। नमस्ते। यहाँ हेरेर हौ। नमस्ते। खै गर्नु हुँदै रहेछ है मेरो गार्डनमा। स्कुल गएको आज चाहिँ म तल रोड सामान मात्रै निकालिदिने है भाइ। रोड सामान मात्रै पुऱ्याइदिनु है आज आमालाई। लु बाई जाऊ ल। बाई बाई गर न आमालाई। बाई बाई गर न त। लु जाऊ ल बाई बाई। यहाँ चाहिँ मेरो फुलबारी सफा हुँदैछ आज भने चाहिँ है। म चाहिँ भ्याइनँ नि त सफा गर्न। बाई बाई आज म जान्न। जाऊ ल रियानलाई लानु ल। है हुन्छ भनेको गयो स्टुडेन्ट आज। भएको त्यो खालको मुटु ढुक्री भयो भने त म त डल्लै गएँ नि। मौसम पनि चेन्ज हुन थाल्यो, धुम्म लाग्नु थाल्यो। आज दिनभरिको कामहरू के हुनेछ है। यहाँ चाहिँ गोडमेल पनि गरिदिइसक्नु भयो छ मजाले है। यहाँ चाहिँ कस्तो सफा गरिदिनु भएको छ नि त। फुलबारी पनि रमाइलो मजाको देख्ने। अब चाहिँ यहाँनिर सयपत्री बिचमा रोप्नुपर्छ है। डोको बोकेर हिँड्नुभएको कि घर पुस्दैछु है। यता चाहिँ पुसिसकेँ। अब यो भुइँ पुसेर यता किचन पनि यता रुम पनि पुस्नु छ है। अब चाहिँ म किचन पुस्नु आँटेको। यहाँतिर पनि सफा गरेर अब चाहिँ यहाँ सुतिरहनु भएको छ। टाउको दुखेर रेस्ट गरिरहनु भएको छ है। अब चाहिँ म चाहिँ खाना बनाउन आँटेको। खाना बनाएकै छुइनँ आज, 12 बज्न आँटिसक्यो। अहिले भने चाहिँ खाना पकाएँ है। बाबा चाहिँ सुतिरहनु भएको छ। बाबालाई चाहिँ घाँटी दुखेर जिप्रोमा घाउ अरे। ए घाम लाग्यो आज पनि रमाइलो काम गर्नु चाहिँ सक्दैन यस्तोमा है। बारीमा चाहिँ बस्तीको चामल छ है। यो चाहिँ धानको चामल। त्यो चाहिँ बाबाको लागि खोले बनाइदिनु आएको म चाहिँ। त्यो पाक्दैछ बाबालाई खोले बनाइदिएको है। यस्तो लिक भएर यहाँबाट गयो। टमाटर काटिराखेको गुन्द्रुकको लागि है। यो चाहिँ रस पनि रेडी भयो साथीहरू। यो चाहिँ हामी दुईजनाको लागि मात्रै बनाएको है। बाबा चाहिँ रेडी भएर बर्थडेमा जानु आँट्नु भएको। पर बहिनीको बर्थडे छ आज। बर्थडे इन्भाइट छ हाम्रो बाबालाई। बर्थडेमा इन्भाइट छ। भाइलाई चाहिँ अब म पठाइदिन्छु ल। बहिनीलाई भरे अरे भाइलाई अहिले त्यहाँ रोडमै 12 बजी एकछिन आएर लानुहुन्छ। चाहिँ मेरो अचार कति बेसी खान सक्दिनँ र अचार त। पनि खाइसक्यौँ हामीले चाहिँ है। अब चाहिँ सनाक्सी पानी। दुईजना साथीहरू चाहिँ आएको छ हो। अब के गर्नु गाई त मरिहाल्यो। साथी चाहिँ होइन, यो चाहिँ साथी हो, चाहिँ बहिनी हो। अब चिया बनाउँदैछु बहिनीहरूलाई। आइज न भित्र। आइज न त्यो फुलहरूतिर नजर नलगा। त्यहाँ खानुहोस् ल। मेरो घरमा चिया मात्रै पाक्छ। नुनको चिनी त निल्दैन यसले हो। यहाँ समितको लागि चिनी पाक्दैछ। बाउनीकोमा चिनी के नहुनु। खानुहोस् ल। खाइला खाइस। चिनी हाल्दैछ त्यहाँ। चिनीको चिया हो खाऊ त। हाल्यो कि हालेन। खानासाना पनि खाएर एकछिन बारीतिर गएको है। बारीतिर कामहरू हुन्छ नि त कति बेला।
यसो कामहरू हेरेर गर्नुपर्छ है। र बच्चा एकछिन बारीतिर गएको मजाले आएको छ है। अब चाहिँ यसलाई थाङ्ग्रा दिने है बेला भइसक्यो, थाङ्ग्रा दिने बेला भइसक्यो यसलाई। त्यहाँ तल पनि छ है काँक्रा चाहिँ मजाले आएको छ। मल भेटेछ अस्ति हालेको मल है, मजाले आएको छ। खोर्सानीको बिरुवा मजाको भएको थियो है, झारभित्र मैले चाहिँ सबै गोडिदिएँ, चटक्कै भएर ठुल्ठुलो भइराखेको छ यो पनि है। यो चाहिँ मरेको जग्गातिर लगेर थपिदिनुपर्छ। यस्तो मजाले आएको छ नि त खोर्सानी चाहिँ। टमाटर त मजाले फलेको रहेछ, कम्ती रोपेको छ यहाँ चाहिँ है, तर दामी फलेको छ। म चाहिँ झार निकालिदिँदैछु आज पनि झार है, कन्टिन्यू टमाटर मात्रै गोडाइ हुँदैछ अहिले। टमाटर गोड्ने कार्यक्रम पनि सकियो आज चाहिँ है, त्यो माथिको पनि सबै सकिदिएँ, यहाँ पनि सकिदिएँ है। एकदम गरम छ आज चाहिँ साथीहरू। आजदेखि चाहिँ टमाटरको गोडाइ चाहिँ सक्यो है, फेरि बान्नु चाहिँ छ, बान्नु पर्दैछ है। अब फेरि गरमले झन्डै मारे, टमाटर घारीभित्र चाहिँ कस्तो राम्रो गरम भएको कि ठेट घाममा आज चाहिँ कस्तो राम्रो घाम लागिरहेको छ। फेरि यो कत्रो भइसकेछ त है। आम्मा हो हेर्नु है, उखाल्ने बेला हुनु आँटेछ ऊ। म त यत्रो भयो भनेर थाहै थिएन है। हेर्नु व्यापारीले सोध्दै थियो अघि मुला मलाई पनि दिनु है भन्दै थियो योपालि। यस्तो दामी भइसकेको छ मुला चाहिँ, गरम झन्डै मार्यो। अब चाहिँ गोडगारे काम पनि टमाटरको चाहिँ सक्यौँ है। टमाटर चाहिँ अब पुरा त्यसलाई बान्नु पर्ने छ है, बानेन भने चाहिँ फेरि पुरा लडेर भुइँमा सोत्तर हुँदो रहेछ नि त। मकै पाके हाम्रोतिर चाहिँ अब चाहिँ खानुपर्छ है। मजाले मकै घोगा लागेको छ है, अरू जग्गा त अस्ति खाइसक्नु भयो होला, हाम्रोतिर चाहिँ भर्खर पाक्दैछ मकै, भर्खर सुत्ला मर्दैछ। अब चाहिँ हुनु आँट्यो है। दुम्सीले खानु पो दिन्छ कि दिँदैन है। दुम्सी आयो भने चाहिँ यो काँक्रा बारी चाहिँ खत्तम बनाउँछ। हाम्रो चाहिँ बिचमा काँक्रा हालेको छ नि त सबै, दुम्सी आयो भने चाहिँ सबै लडाउँछ यो काँक्रा बारी। मकै लडाएपछि काँक्रा पनि सबै भाँचिहाल्छ है। घाम चाहिँ हेरिहाल्नुहोस् यस्तो लागिरहेछ, टिनिनी भइरहेछ घाम चाहिँ आज। साथीहरू एकछिन घुम्नु निस्केको, हामी चाहिँ कामसाम सकेर है, 3जना नानी पनि छ है। पछाडि एकछिन काकीहरूकोमा गएको पर, काकीहरूको घर आइपुग्यौँ। काकीहरूकोबाट चाहिँ यस्तो दामी भ्यू देख्छ है। यस्तो कञ्चनजङ्घा चाहिँ अहिले देखेको छैन, कञ्चनजङ्घा देख्यो भने झन् दामी देख्छ है। म चाहिँ यहाँनिर काकी चाहिँ माथि हुनुहुँदो रहेछ नि त, घरमा चाहिँ छैन काकी हो, त्यही काकी भएकोमा जाँदैछु है। आजको मौसम हेर्नुहोस् है, यहाँबाट चाहिँ क्या दामी देख्छ, यस्तो दामी। यो चाहिँ बेलुकाको मौसम, यस्तो खुल्ला देखिरहेछ आज। काकी भएकोमा जाँदैछु है, यस्तो मजाको देख्छ हेर्नुहोस् है। पछाडिदेखिको साँच्चैमा त छैन रहेछ नि त, ताला झुन्डेर आउँछ यत्रो त। के गर्नुभएको? काम छैन, फुप्पालाई जिस्काउनुपर्छ। फुप्पा के गर्नुहुँदैछ? को मान्छे? भण्डारी होइन, दिदी बहिनी पढेछ त है। मऱ्यो नि, तल आएको थियो कि काकीकोमा, छैन रहेछ काकी है। आज आउनुहुन्छ कहिले भरे? ल है अब चाहिँ रात पऱ्यो, हामी चाहिँ घुम्दैछौँ। यस्तो मजाको देखिरहेछ नि त अहिले चाहिँ। माथि चाहिँ रिल्स बनाउनु हुँदैछ। बेला बेला रिल्स बनाउने
कस्तो मजाको देखिरहेछ क्या दामी देखेको है ब्युटिफुल नजारा हेलो नमस्ते म्याम फुटबल खेल्दै रहेछ यहाँ तल चाहिँ केटी केटी ए क्रिकेट खेल्दै रहेछ के मजाको देखेको आज त ब्युटिफुल नजारा कस्तो लागिरहेछ आजको मौसम कस्तो मजाको देखिरहेछ है कहाँ गएर आउनु भएको है कहाँ गएर आउनु भएको हिँडेर जिन्दगी भयो घाँस काटेर खुट्टा के अब उहिले यो बाटो बाक्कल बोकेर बिचरा हाम्रो काका हिँड्नु सक्नुभयो के किन नसक्नु खुट्टा लाग्दैन यहाँ क्रिकेट कम्ती खेलेको बाप रे कत्रो बनाएको यो ग्राउन्ड पनि है अब टोटल 7 साइड पहिला त थिएन त 7 साइड हैन भाइ भित्र कटिङ गरेछ नि त त्यो उयो भत्कायो नि त ग्यालेरी भत्कायो नि त अझ यता काट्नु छ यहाँको अस्ति फुटबल सब हेरेँ नि मैले ए हजुर मैले हालिदिएको थिएँ है मेरो भिडियोमा होला पहिले त्यो देउराली पाखा त्यो यता कोहरू पनि जानु भएको थिएन माथि बसेको खाना खानु होमस्टेमा रोल भाइ जाउँ लड्नुहुन्छ है हाम्रो प्लेन साइडबाट आउनु भएकोहरू बहिनी जस्तो बहिनी त हिँड्नु सक्दैन त झन् अन्त म त यहाँ हिजो अस्ति देखेको यो बनाएको त कति छिटो बनाइसकेछन् रात पर्यो हामी पनि काम सकेर हजुर उयो तल्लोपट्टि घुम्नु आएको आज अस्ति गरिदिएको छु सविता ठिक भयो राखेर आयो ल हिँड खोला देख्दैन हाम्रो रनिङ गर रनिङ ए देख्यौ ल है छिटो म त गएको हाम्रो छोरा त रनिङ गर्छ वन्डर फार्म स्टे अहिले भने चाहिँ अब चाहिँ झमक्कै रात पऱ्यो है गाउँघरतिर पनि लाइटहरू बालिसक्यो है